अब केबाट सुरु गर्ने त हामी के सुरु गरी गर न स्टार्टिङ केबाट गर्ने अन्तिम के भन्ने त यार यो चाहिँ हाम्रो उसले र मैले मेरो खोलेको च्यानल उसको नाम चाहिँ अस्मित मेरो नाम चाहिँ अमोल हामीले यो च्यानल खोलेको खास उद्देश्य चाहिँ आफूलाई इम्प्रुभ गरौँ न त र म इम्प्रुभ हुँ सँगै मिलेर साथी मिलेर अनि के इम्प्रुभमेन्ट गरिरहेछौँ त एज अ टिनेजर 18 वर्षको भर्खर टिनेज सकेको अनि हामीले आफूलाई राम्रो बनाउनको लागि के गरिरहेछौँ त त्यो भनेर त्यो आइडियाले उसले र मैले च्यानल खोलेको अनि यसमा चाहिँ हामीले के हाल्ने सोचेका छौँ भने हामी हप्तामा एउटा टपिक चुज गर्छौँ त्यो टपिक हामी राम्रो बनाउँछौँ त्यो हप्ताभरि हामी त्यो एरिया अफ हाम्रो त्यो एरिया लाइफको एरियालाई डेभलप गर्ने सोच्छौँ अनि त्यो प्र्याक्टिकलिटीमा त्यो के अरे कट गर्ने त अनि भनौँ न यस्तो अब हाम्रो चाहिँ मेन उद्देश्य भनेको चाहिँ 7 दिनसम्म जे कुरा गर्छौँ हाम्रो लाइफमा जे कुराले इम्प्याक्ट गर्छ त्यो कुरालाई हामी 7 दिनसम्म प्र्याक्टिकल गर्छौँ धेरै दिन गर्छौँ तर रिभ्यू चाहिँ 7 दिनको गर्छौँ त्यो दिन हामीलाई कस्तो भयो त हाम्रो त्यो अप्लाई गर्दै हाम्रो के प्रब्लमहरू आयो कसरी यसलाई हामीले गऱ्यौँ सल्भ गऱ्यौँ यसरी हामीले हेर्छौँ अनि यदि अब विभिन्न प्रब्लमहरू कस्तो हुन्छ कसरी सल्भ गर्ने त्यो हेर्छौँ अनि आफ्नो दैनिक जीवनमा चाहिँ 7 दिनसम्मलाई चाहिँ त्यो प्र्याक्टिकल्ली गर्छौँ थ्योरिटिकल्ली होइन प्र्याक्टिकल्ली अनि त्यही हो त्यो अब एउटा सर्टेन कुरालाई सर्टेन एरिया अफ लाइफ इम्प्रुभ गर्नको लागि एउटा कुरा गर्छौँ हामीले अनि त्यो कुरा चाहिँ हामीले इम्प्लिमेन्ट गर्छौँ अनि त्यो इम्प्लिमेन्ट गरेर भिडियो चाहिँ हामीले इन्स्टाग्राममा पोस्ट गर्छौँ अब डे 1 डे 2 डे 3 डे 4 डे 5 डे 6 त्यस्तै गरेर हाल्छौँ डे 7 सम्म चाहिँ हामीले एउटा भिडियो हाल्छौँ भने अनि लास्ट दिन चाहिँ फेरि युट्युबमा चाहिँ त्यसको फुल समरी 1 दिनसम्म 7 दिनसम्म कस्तो कस्तो गऱ्यौँ के भयो कस्तो भयो हाम्रो के गर्दा राम्रो हुन्छ उसले र मैले उसको र मेरो के भयो उसलाई के फिल भयो मलाई के फिल भयो के सिक्नुपर्ने रहेछ के जान्यौँ हामीले त्यो भनेर पोस्ट गर्छौँ युट्युबमा चाहिँ लङ फर्म कन्टेन्ट हाल्छौँ अनि इन्स्टाग्राममा चाहिँ अहिले सर्ट हाल्छौँ अनि यो नै धेरै लामो भइसक्यो कट गर्नुपर्छ अब कट गरेर मिलाउँछौँ अनि हाम्रो त्यो कुराहरूबाट हजुरहरूले इन्सपायर भएर के सिक्न सक्नुहुन्छ हाम्रो त स्किल डेभलप हुन्छ धेरै हजुरहरूको पनि इन्स्टामा नि टिकटकमा युट्युबमा नि युट्युबमा त अहिले त पर्दैन अनि हालौँ युट्युबमा हाल्ने पनि हुन्छ 2 मिनट हाल्नु युट्युबको लागि लामो भिडियो भइहाल्यो 2-3 मिनटको अनि त्यहीबाट कट गरेर इन्स्टामा हाल्नु अब इन्स्टाको लागि अलिकति हुनुपर्छ क्या के भन्नुपर्छ अलिक त्यसै हाल्थ्यो त्यसो गरेर हाल्नुपर्छ क्या के भन्नु त भोलिदेखि डे भन्नुहुन्छ आज त के हुने आज त हाम्रो युट्युबमा आउँदै जान्छ त्यहाँदेखि इन्स्टामा यसको अलग क्लिप हालिदिनु पऱ्यो त यस्तो त्यही हो हामीले चाहिँ अब पहिला यस्तो हाउ टु म्यानेज टाइम एज अ स्टुडेन्ट भने मतलब त्यो अलिक हुक भयो नि त हुक हाउ टु तिमीहरूमा सँगै भने हाउ टु म्यानेज द टाइम एज अ स्टुडेन्ट भने ठ्याक्कै यही क्वेसन उसले र मैले एकअर्कालाई सोधेँ अनि त्यही भएर हामीले टाइम म्यानेजमेन्ट गर्नको लागि हामीले कसरी टाइम म्यानेज गर्छौँ कसरी आफूलाई मार्केटमा स्किलफुल बनाउँछौँ भ्यालुएबल बनाउँछौँ त्यो भन्ने त्यही भनौँ न ल हाम्रो चाहिँ आजको अब आउने दिनको टपिक टपिक यो भन्नु पहिला हामीले के भन्दा मैले के क्वेसन हाउ टु म्यानेज टाइम एज सँगै भन्ने 3 हाउ टु म्यानेज 3 2 1 हाउ टु म्यानेज टाइम एज अ स्टुडेन्ट कलेज स्टुडेन्ट यही सोचेर हामीले यो भिडियो बनाएको एन्ड दिस इज आवर डे 1 यो डे 1 मा चाहिँ हामीले के गर्यौँ भने एउटा सर्ट फर्म कन्टेन्ट बनायौँ त्यसले हामीलाई अकाउन्टेबिलिटी दिन्छ अनि हामीले भिडियो हालिराख्छौँ त्यही हो यस्तो के अरे अब हामीले अब टाइम म्यानेजमेन्टको अब दुईजनाले कुरा गऱ्यौँ के गर्दाखेरि कस्तो हुन्छ यसो निकाल्यौँ कुराहरू त्यो कुरालाई टाइम स्केड्युल बनाएर अनि 1 हप्तासम्म हामी त्यसलाई प्र्याक्टिकल गर्छौँ अनि प्र्याक्टिकल गरिसकेपछि फेरि के प्रब्लमहरू आयो हामीले त्यसलाई कसरी सल्भ गऱ्यौँ कस्तो हुन्छ के हुन्छ त्यो बनाएर चाहिँ हामी फेरि लास्टको समरी बनाएर एउटा हाल्छौँ त्यतिखेरसम्मको लागि डे 1 डे 2 गरेर चाहिँ इन्स्टामा हाल्छौँ तर लास्टमा समरी बनाएर चाहिँ युट्युबमा नि हाल्छौँ त्यही हो दिस इज डे 1 अफ म्यानेजिङ
हाम्रो चाहिँ हाम्रो इन्ट्रो भयो अनि हामी अब भोलिबाट चाहिँ कन्टेन्ट हाल्न सक्छ हामीले के सुरु गऱ्यौँ त्यो भनेर ल के भनेर लास्ट यो पार्ट के होइन यो हाम्रो यो भिडियोको मेन उद्देश्य भनेको चाहिँ हाम्रो यो 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 भिडियोको मेन उद्देश्य एम भन्न पर्छ जाति एम भन्नु मेरो ल फेरि दोकान आउँछ हाम्रो यो भिडियोको उद्देश्य भनेको चाहिँ हाम्रो यो विकको उद्देश्य भनेको चाहिँ टाइम म्यानेजमेन्ट उसले र मैले कसरी दिनदिनै टाइम म्यानेज गर्नको लागि टाइम भनेको टाइम इज मनी टाइम इज भ्यालुएबल एसेट भनेर सबैले सुने होला त्यही सोचेर हामी उसले र मैले आफ्नो टाइम म्यानेज गर्ने कसरी हामीले त्यो टाइम अलोकेट गर्छौँ हामीले के गर्छौँ त्यो टाइममा त्यो भिडियो हाल्छौँ हामी यो फर्स्ट विकको लागि चाहिँ डे 1 डे 2 गरेर इन्स्टाग्राममा हाल्छौँ सो तपाईँहरूलाई इन्ट्रेस्ट लाग्छ यस्तो कुरामा भने इन्सपायर गर्छ भने स्टे ट्युन्ड त्यही हो गाइस बाइ बाइ ल बाई बाई नमस्ते